यो चाहिँ छिरिङ भाइको दोकान स्टिकर दोकान दामी गर्छ हो लाङ्सा दोकानकै छेउमा होइन गाडी चाहिँ यहाँ मेरो यो चाहिँ 3 माइल माथिबाट टक्क आएर यहाँबाट सट्टै 6 माइल जाने बाटोमा आज चाहिँ हिँड्यो म के गर्नु आएको भाइ मडघाट मड फ्ल्यापमा चाहिँ मजाको गर्नु आएको हो रेडी हुँदैछ यहाँ अझै लेख्दैछ अझै छिरिङ भाइ चाहिँ यहाँ हो छिरिङ भाइ हेलो भन्छ सबैलाई हेलो यहाँ चाहिँ फेरि फेमस छिरिङ भाइ स्टिकर चाहिँ दामी गर्छ है दामी गर्छ सबैजना आउनु पऱ्यो अब कस्तो हुन्छ अहिले देखाउँछु लास्टमा अब लु भाइ रेडी हुँदैछ अब हाम्रो मडघाट रेडी हुँदैछ अब दामी गीत सुनाउँदैछ मलाई आज छिरिङले रेडी हुँदैछ लु प्रोसेसमा छ हो अझै एकदम प्रोसेसमा छ सही ठिकै हुन्छ है छिरिङ ओके सही ओके छ हात चाहिँ राम्रो छ छिरिङको फाइनल रेडी भयो हाम्रो मोटलाई भयो छिरिङ भाइ लाउने काम गर्दैछ दामी देखि भयो अझै बेलुका भएर लु फाइनली छिरिङले मजाले बनाइदियो अझै दामी काम भयो यतिको चाहिँ हुनु पऱ्यो नि त काम होइन छिरिङ हजुर अन्त त छिरिङ गाउँमा आउँछ त यसरी रात पर्नुसम्म बिहान उज्यालोमा आएको होला रात पर्यो अन्त है लु यही छ लु छिरिङ चाहिँ अन्धेरोमा हो दामी दामी छिरिङ लु सबैजना आइदिनु होला यहाँनिरै हो छिरिङ भाइकोमा खोज्दै हो दामी 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 गऱ्यो भाइ छिरिङको दोकान चाहिँ यहाँ छिरिङको नम्बर चाहिँ पर्खतिको नम्बर पनि गरिदिन्छु यहाँ छ नम्बर दामी भाइ भाइ दामी गऱ्यो छिरिङले ल थ्याङ्क यू